नौफ्री यार यस्तरी नसमाउनु के सर्पलाई हान्छ त। दर्शक बिनहरु नमस्कार, म दीपक नेपाल। अहिले म चाहिँ यो के रे कुन ठाउँबाट भाइ हो सिमरामा चाहिँ पर्ने जोरलैया भन्ने ठाउँमा चाहिँ आएको छु र उहाँ भाइको घरमा चाहिँ अहिले रातिको समयमा चाहिँ सर्प देखा परेको छ र कुन सर्प रहेको छ घर यो रहेको छ र जम्तो साँप कानेर चाहिँ एकदम छिटो गरौँ, पानी पर्न लागिरहेको छ है। कानेर छ साँप दरवाजको पछाडि। लाइनहरु रहेछ, करेन्ट त लाग्दैन नि फेरि, अस्ति सिस्नोले पोले जस्तो फेरि। खै के रे सर्प देखेन, टर्च लाइटहरु छ। सर्प चाहिँ उयो दराजको चाहिँ कुनामा रहेछ। यसलाई चाहिँ यो सामानहरु छ नि तपाईको, यो यसलाई चाहिँ अलिकति उता सारम है। म नि यताबाट उचालिदिन्छु, टेन्सन लिनु पर्दैन। यता ल्याउने यतै राख्दा नि हुन्छ। हो त्यस्तै राख्नु, पंखालाई अलिकति उता सार्दैन। र यो साँप चाहिँ दराजको चाहिँ चेपमा छ, यसलाई ढिला नगरिकन म चाहिँ निकाल्न गइरहेको छु। र यो सर्प निकाल्नु भन्दा अगाडि अलिकति इक्विपमेन्टहरु रेडी गर्नु पर्यो। र कतिजनाले चाहिँ नयाँ व्यक्तिहरूले चाहिँ सर्पको चाहिँ टाउको समाउनु हुन्छ, त्यो चाहिँ गलत कुरा हो। सर्पको चाहिँ टाउको भुलेर नि समाउनु हुँदैन र टाउको समाउँदाखेरि चाहिँ सर्पले चाहिँ टोकेर चाहिँ अहिले भर्खर एकजनाको मृत्यु भएको छ है। त्यही भएर चाहिँ सर्पको टाउको भुलेर नि नसमाउनु होला। यो टर्च लाइट सर्प चाहिँ उता गइरहेछ। ल हेर्नु होला, अहिले चाहिँ सर्प आइपुग्यो र यो चाहिँ गोवन सर्प रहेको छ। जा भित्र जा। हेर्दा हेर्दा कति सजिलोसँग गरे जस्तो लाग्यो होला है तपाईहरुलाई। तपाईको हिम्मत देखेर चाहिँ लाग्यो हाम्रो आँखा आउँछ त्यो वापा गरिरहेको। यो नजाने व्यक्तिले यस्तो काम गर्नु पनि हुँदैन। त्यही भएर तपाईलाई बोलाएको यति राति दुबदेको। र तपाईले चाहिँ देखिहाल्नु भयो, सर्प चाहिँ झोला भित्र चाहिँ गइसकेको छ र यो चाहिँ गोवन सर्प हो। यसले टोक्यो भने चाहिँ दुईवटा दाँतको डाम देखिन्छ र समयमै अस्पताल चाहिँ पुगेन भने मान्छेको चाहिँ मृत्यु हुन्छ र सर्पले टोकिसकेपछि अस्पताल जानुपर्छ। त्यो कुरा तपाईहरुलाई त थाहा छँदैछ होला हैन। यो टर्चहरु राख्नु होला है त। जाउँ बाहिर जाउँ। आउनु र दाइको घरबाट चाहिँ मैले चाहिँ गोवन सर्प, कोब्रा सर्पको चाहिँ उद्धार गरिदिइसकेको छु र खुसी हुनुहुन्छ नि दाइ? एकदम खुसी छु नि। राति मेरो लागि आइदिनु भयो हैन। त्यसो भए हाँस्नु न अब तपाई यो राति राति यसरी आइदिनु भयो, सबैभन्दा ठुलो कुरा नि त्यही हो हैन। यसो सेवा गरिराख्नु भइहाल्यो नि।
तर त्यसरी नसमाउनु के सर्पलाई हान्छ त मैले सर्प समात्दा देखेर सातै उठ्छ होइन तर यस्तो सर्पहरूसँग कोही पनि नजिस्किनु होला मैले चाहिँ यो काम गरिराखेको भएर चाहिँ बानी भएको भएर चाहिँ गरेँ हो यो काम गर्दा गर्दै दाढी कपाल चाहिँ फुलिसकेको छ होइन त्यही भएर चाहिँ नयाँ व्यक्तिहरूले चाहिँ बिना तालिमको चाहिँ यो काम नगर्नु होला है त थ्याङ्क यू सो मच दाइ ल र भिडियो अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद दर्शकबिनहरू अघि भर्खर उद्धार गरेको चाहिँ सर्पलाई चाहिँ छोड्न म अहिले आइसकेको छु र हेर्नु होला सर्प चाहिँ निस्किरहेको छ अब झोलाबाट हेर्नु होला सर्प चाहिँ गइसक्यो झाडीतिर हेर्नु होला सर्प चाहिँ झाडीतिर गइसक्यो र तपाईँलाई मेरो काम के कस्तो लाग्यो कृपया कमेन्ट गर्नु होला